Kodali चाहिँ Sepani पूर्व पश्चिम यात्रा गर्ने मान्छेहरूको लागि walking, rest walking. Rest the matagar. Now tagar tu apa? Kita mana ambil kita? Gadi. यो हाम्रो के भन्ने ठाउँ हो? हाम्रो के हो ठाउँ यो? रुकुम पूर्व हो? रुकुम पूर्वमा चाहिँ यहाँ एउटा आर्टिफिसियल झरना रहेछ। एकदम राम्रो बनाएको टिकटके झरना हो सायद। निक्लिएर आउनुपर्छ। कोहलपुरको चोक सुरु अलि छिटो हिँड्नु छिटो अलि छिटो जानु न बाँदरै लड्न जस्तो छ घर बाहिर अडियो छ
त्यही त यहाँदेखि भिरैमा टाढै बनाएर एउटा घरको त मुनि त पहिरो गएर छ त्यहाँ पनि छ खैदिनु त अनि अचम्मैको गरेर त यहाँ थिएँ सबै बनेको त चल्दो बाटो आउँछ सदरमुकामै होला यो पक्कै पनि सदरमुकामै हो नि उहाँ त्यही सदरमुकाम भएर त त्यत्रो मेला लागेको छ आफै केही नभए टिकटक एउटा बनाऊ रुकुम एकवटा बनाऊ अरू कुरा त्यस्तै हो रुकुम एकवटा यता पनि बनाइदिउँ अब म यता देख्थेँ नि तपाईँहरू आउँछ खै आए रुकुम एकवटा आयो त्यहाँ चाहिँ खाली आएको चाहिँ मेरो नि आउँछ होला नि सर फुलेर आयो हामी माया हजुर नेपाल डुलेर आयो हामी माया हजुर नेपाल डुलेर कहिले खप्तड कहिले दार्चुला कहिले बजाङ गयो कहिले खप्तड कहिले दार्चुला कहिले बजाङ गयो कहिले बैतडी कहिले डोटी कहिले अछाम गयो गुराँस फुलेर आकाश फुलेर आयो हामी माया हजुर नेपाल डुलेर आयो हामी माया हजुर नेपाल डुलेर ओके
आज मिति 2082 वैशाख 1 गते 9 वर्षको दिन हामी हाम्रो 11 दिनको यात्रा क्रममा 9 दिन दैलेखबाट यस पश्चिम रुकुमकोट गाउँमा आइपुगेका छौँ र आज हाम्रो बास यही भएको छ। एकदम सुन्दर गाउँ। अघि हामी समयमा आइपुगेका थियौँ। यहाँको मनोरम दृश्य, यहाँको प्राकृतिक सुन्दरताले हाम्रो मनलाई लोभ्याएको छ। त्यस कारणले गर्दा हामीले यहीँ बस्ने निर्णय गऱ्यौँ। वास्तवमा हाम्रो आजको गन्तव्य बुर्तिवाङसम्म थियो र हामीले आज यहीँ रोकेर यहाँको दृश्यलाई आँखाभरि लिएर जाँदैछौँ। सुन्दर रातिको दृश्य। यो पाती डाँडामा भएको हाम्रो होटलको नाम चाहिँ मलाई एक्ज्याक्टली थाहा पाइन, हेर्नुपर्ने छ। एकदम हाम्रो यात्रा एकदम रमाइलो भइरहेछ। हामी 7 जना सदस्यहरू छौँ यस यात्राको क्रममा। सबजना हाँसी खुसी एकदम रमाइलो यात्रा गरिरहेका छौँ। धन्यवाद। सबले मलाई फोटो खिच्नु भने सर मैले खिच्छु। अब यहाँ त कुखुराले मार्ने हो त। ले भाग यो आई क्या मन्दिर फलका भन्दैछु के। अघि हामीले खाना खाएको ठाउँको कुन भेरी हो? ठुलो भेरी निकालेर अहिले सिनेटले दिएको छ के। तपाईँ लड्नु होला है, लड्नु होला। ल ल त्यो उहाँ जस्तो रहेछ बन्दीपुरमा पनि यस्तै छ नि। गुलिएर हो त खाने अलिकति वेट भयो भने। बागलुङ बजार होइन? एकदम स्ट्रेस हो है। बस्नु सक्नु। त्यो मलाई मन पर्यो। पोखरा आज खुलेन। डमहरूको खेतमा खिचे नि हुन्छ। गणेश यहाँ साइडमा हिँडेको पनि खिच्दै मैले भिडियो। बेहुलाको पनि अब सानो थियो केटाहरू। यो पनि कति